ल हिजोको केसले जुन हाम्रो नेपाली बित्नुभयो, आत्महत्या गर्नुभयो, त्यसपछि नगर प्रहरी चाहिँ आज न्यु रोडमा छैन। आज एक दिन नगर प्रहरी नहुँदाखेरि यो न्यु रोडको बाटोमा यो पार्किङ हेर्नुहोस् त के छ। एक दिन नगर प्रहरी नहुँदाखेरि यो पार्किङ जताततै बाटैभरि पार्किङ गरी मान्छेहरू नियम कानुन एकै दिनमा के भनेपछि यो देशमा कानुन चाहिँ सबैले मान्नुपर्छ। कानुन नमान्दैमा एउटा हुइल्लक लाग्यो भन्दैमा कसैले आत्महत्या गर्छ भने गर्न दिए हुन्छ, केही फरक पर्दैन। एउटा सानो हुइल्लक लाग्यो भन्दैमा आत्महत्या गर्ने यस्ता मान्छेहरू कति ऋण धन गरेर कति पैसा तिर्नुपर्ने हुन्छ, कति ब्याज तिर्नुपर्ने हुन्छ, कति के गर्नु पर्ने हुन्छ, जब एउटा हुइल्लक लाग्दैमा आत्महत्या गर्छ भने। अब यो भनेको त्यही न्यु रोडवासीले बनाएको भिडियो हो, मैले बोलेको कुरा होइन। न्यु रोडवासीले बनाएको भिडियो। हिजो एक दिन मात्र नगर प्रहरी नजाँदा त्यहाँको हालत यस्तो छ। जनतामा सिभिक सेन्सै छैन, डिसिप्लिन भन्ने कुरै छैन। दिमागले भ्याउँदै त भ्याउँदैन होइन, दिमागले भ्याउँदैन। त्यही अगाडि भएकै मान्छेले नि भोलिन्टियरली यहाँ नराख, बाइक राख्न मिल्दैन, नराख, यहाँ कुरूप हुन्छ, नराख, हटा भनेर भन्न सक्ने नै उति छैन। मान्छेले आफ्नो कामको व्यस्तता छ, बिजी छ मान्छे, बालै छैन, जे गर्दै नि बालै नै छैन क्या, मतलबै छैन। आफ्नो देश आफै बनाउने हो भन्ने त खुलित्तै मतलबै छैन। के पार्टीको मासु भात खान पाइयो भने झन्डा बोकेर हिँडिदिने हो, नत्र नै बाल छैन चल्दिने हो, आफ्नो गरिदिने हो। बालै छैन, मतलबै छैन। देश बनोस्, खुलित्तै को मरोस् को बाँचोसँग मतलबै छैन तिमीहरूलाई। 7,000 मान्छे मर्दा बोलिस्, अघिल्लो साल 7,000 मान्छेले सुसाइड गर्दा बोलिनस्। एउटा जिन्दगी भनेको, लाइफ भनेको रेस्पोन्सिबिलिटी हो क्या। रेस्पोन्सिबिलिटीबाट जसले त्यो लाइफ त्याग्न खोज्छ नि, त्यो मान्छे भनेको रेस्पोन्सिबिलिटीबाट भागेको हो क्या, मेरो बुझाइमा है। लाइफ हो क्या, लाइफ भनेको रेस्पोन्सिबिलिटी हो। जब एउटा मान्छेले जन्म लिन्छ विथ रेस्पोन्सिबिलिटी जन्म लिन्छ कि त्यसको एउटा रेस्पोन्सिबिलिटी हुन्छ। त्यो लाइफ त्याग्नु भनेको रेस्पोन्सिबिलिटीबाट भाग्नु हो होइन त। मान्छेले लाइफमा धेरै ठक्कर खाएको हुन्छ। मैले खाएको छु लाइफमा ठक्कर। किन खाएको छैन? मेरो बिजनेस चौपट भएको छ। मैले गरेको नेपालमा बिजनेस गर्दा चौपट बनाएर आएको, चौपटै भएछ क्या, चौपटै भएछ। केही हुती भ्याङ नलाएर यदि चुज गर्ने भए मसँग नि आत्महत्याको थियो चोइस थियो। मैले यदि चुजै गर्ने भएको भए मसँग आत्महत्याको चोइस थियो। अहिले पनि मैले ब्याङ्कले तनाव दिएको गर्छ, ब्याङ्कले हानेको गर्छ, म्यासेज पठाएको गर्छ, ब्याङ्कको म्यासेज पठाएको गर्छ म्यानेजरले। यो बेला आयो सर, त्यो बेला आयो, छ त। आत्महत्या गर्ने भए मसँग रिजन छ, खतरा रिजन छ मसँग। 2-2.5 लाख महिनाको हाल्नुपर्छ, ब्याज हाल्नुपर्छ। मसँग रिजन छ खतरा। किस्ता र ब्याज गरेर मैले 2.5 लाख रुपियाँ ब्याङ्कमा पेले गर्नुपर्छ। मसँग रिजन छ खतरा, लाइफै फालिदिने हो भने। तर त्यो भनेको मैले पाएको जिम्मेवारी हो, मैले विगतमा मैले गरेको गल्तीले मैले भोगेको कुरा हो है। राज्यले नि त्यसमा गर्न सकेन, ठिक छ, तर मैले चुज गरेँ नि त त्यो बेला गर्ने भनेर। मैले होल्ड गर्न नि सक्थेँ, मसँग त चोइस थियो नि त। मैले होल्ड गरेर अहिले नयाँ सरकार आउँदै गर्दा त्यो पैसा अहिले लगानी गर्न सक्थेँ नि त। तर मैले त्यति बेला गरेँ, त्यो त मेरो गल्ती हो, मैले गरेको गल्ती हो। त्यही भएर मैले भोगिरहेको छु। म त सक्छु अनि त्यो पछि गर्छु, म तिर्छु भनेर, म तिर्न सक्छु भनेर मैले आफ्नो कर्तव्य पुरा गर्नलाई म विदेश आएको छु, आफ्नो दुःख पसिना गरिरहेको छु। मैले तिरिरहेको छु। मसँग चोइस छ कि यदि मैले आत्महत्या गर्ने भने म मेरो आफ्नो जिम्मेवारीबाट तनाव भयो, म यो जिम्मेवारी लिन्न, मर्दिन्छु भने मसँग रिजन छ। तर मैले चुज गरिनँ नि त, हो त्यो हो क्या कुरा। चुज गर्ने कि नगर्ने, के चुज गर्ने के चुज नगर्ने भन्ने मात्र कुरा हो क्या। मान्छे 1000 रुपियाँको लागि मरिरहेको पनि छ र त्यहाँ 1000 रुपियाँमा भोलि है पर्सि है भनेर कम्युनिकेट गरेर बोलीले धेरै कुरा फरक पार्छ के। अब मान्छेले चुजै त्यो गर्छ त कसले के गरिदिन सक्छ? चुजै गरेर त मान्छेले त्यही रिजनै त्यो अब रेस्पोन्सिबिलिटीबाट भाग्नेलाई नै सजिलो मान्छ भने ऊ स्ट्रगलै, लाइफ भनेको त स्ट्रगल हो नि त यार। स्ट्रगलै गर्न चाहँदैन भने त त्यसलाई त कसले रोक्न सक्छ त नि? लाइफ भनेको त स्ट्रगल हो नि त यार। अब मैले यहाँ त्यो उसलाई नेपालमा ब्याज हाल्दै मलाई यहाँ प्रहरीले चाहिँ फाइन हान्छ, फाइन हानेको पनि छ। मैले फाइन खाइरहेको छु, तिरिरहेको छु। मैले 500-600 फाइन तिरिरहेको छु अहिले बाटोमा हिँड्दाखेरि। अनि $500-600 अनि त्यो भन्दै गरेर मलाई पुलिसले फाइन हानेर मर्दिने म? मेरो त अलरेडी ऋण छ, मेरो ब्याङ्कमा मैले ब्याज हाल्नुपर्छ, मलाई पुलिसले फाइन हानेर मलाई त कस्तो टेन्सन पर्यो भनेर म मर्दिने छैन त। त्यो गर्नुपर्छ क्या, लाइफ हो क्या। लाइफमा यस्ता कुराहरू भइरहन्छ, आइरहन्छ। हिँड्ने मान्छे लडेर उठेर हिँड्न पो सक्नु पर्यो। म लडे गर्छु, मर्दिन्छु यहीँ, सुत्दिन्छु यहीँ, बरु जसरी नै उठेर लड्ने हो भनेर सुत्दिने भने त सुत्दियो नि त। अनि
अनि कसले चाहिँ के उठाएर हिँडाल्छ र भनेको कि आफै उठ्ने हिँड्ने हो, आफै उठ्ने हिँड्ने हो कि हिँड्ने मान्छे लड्छ उठेर हिँड्न सक्छस् भने फेरि हिँड्छस्, त्यही सुते गर्छस् भने सकिन्छस्। त्यही हिँड्ने मान्छे लड्छ। लाइफ कम्स विथ अब्स्ट्याकल्स, लाइफ भनेको अब्स्ट्याकलसँगै आउँछ, यु हेभ टु ओभरकम विथ इट। तैँले त्यो अब्स्ट्याकल्सलाई बियर गर्दै नै हिँड्नुपर्छ। हिँड्ने बाटोमा काँडा नि हुनसक्छ, ढुङ्गा नि हुनसक्छ, पैसा भेट्न नि सक्छ, जे पनि हुनसक्छ। तर हिँडिसकेपछि तैँले जे कुरा नि म हान्छु, जे भेटिन्छ त्यही हान्छु भनेर हिँड्छस् भने सक्सेस हो। होइन मलाई यहाँ बाटोमा हिँड्दा दुर्घटना हुनसक्छ भनेर घर बसिस् भने बसे हुन्छस्, त्यही हो। त्यही भएर त्यो कसैले केही गर्न सक्दैन। त्यो ताइना तुइसँग आएर जसलाई चाहिँ शहीदको भ्यालु नै थाहा छैन त्यसले आएर चाहिँ शहीद गरिदिनुपर्छ, यो गरिदिनु पर्छ नभन्। शहीद भनेको के हो पहिला थाहा पाए। खाते एउटा भिखारी आउँदो रहेछ, यो हेर्नु त, यहाँ हेर्नु त। गणेश नेपालीज्यूलाई चाहिँ उहाँलाई शहीद घोषणा गर्नुपर्छ किनभने राज्यको लापरवाहीका कारण उहाँको मृत्यु भएको हो। यस्ता काइते चाहिँ छन् जेनजीको अगुवा अनि हुन्छ देश विकास। यस्तो छ यो चाहिँ जेनजीको अगुवा, ठुक्क खाते भिखारी, खाते साला, जसलाई शहीद भनेको के हो थाहा छैन, जे मुखमा आए त्यहीँ बोल्छ। साला टट्टु भिखारी, दिमाग नभएको अर्ध पागल, आएर चाहिँ ठुलो कुरा ख्याँच्दै हिँड्दै गरेछ। यस्तरी हानेर सालेलाई कस्तो रिस उठ्छ नि त भिखारीलाई देखेर। खाते भगुवा, खाते भिखारी, आउने बेलामा चाहिँ भागेर अहिले चाहिँ राजनीतिकरण गर्न पर्यो। ठुक्क खाते भिखारी, खातेलाई त यस्तो दिन्छु। हो तिमीहरू अलि सुध्री क्या, देश यत्तिकै बन्दैन क्या, कानुन बिना देशै हुँदै हुन्न क्या यार। कस्तो दिमाग भएको मान्छे रहेछस्, के गरेर चाहिँ बनाउँछस् भन्न त। एउटा ऊ दियो नि त, अप्सन दियो नि त, यो गऱ्यो भने बनाउन सकिन्छ भनेर भन् त ल। खातेहरू साला दिमाग नभएको अर्थ पालो।